हेलो गाइस, वेलकम टु माई फर्स्ट भ्लग। अहिले चाहिँ म काममा जाँदैछु है होइन। यस्तो पानी परिरहेको छ, के गर्नु, पानी परिने काममा जानु पर्छ। हेलो गाइस, बाई बाई। म चाहिँ अब काममा जाँदैछु। यस्तो मजाले हेर्नुहोस् गाइस, विदेश भनेर मात्र हुँदैन, यस्तो दनन्न पानी पर्दा पनि काम हुँदैन पर्छ गाइस, के गर्नु। म चाहिँ अहिले जाँदैछु काममा क्याप लगाएर। यस्तो पानी परिरहेको छ एकदम भगवान्, किन यस्तो पानी पर्छ कि। अझै मैले चाहिँ माथि मात्रै रेनकोट लगाएको, तर चाहिँ लगाएन होइन, पुरै भिज्नु भएँ। अहिले यहाँ मोबाइलमा भिडियो गराइदियो भने पुलिसले धेरै समातेर लिएर जान्छ, तपाईँ जरिवाना लाग्छ। के गर्नु, भिजिसक्यो होइन, यस्तो भिजिसक्यो। यस्तो अब काम गर्ने ठाउँमा म चाहिँ अब लुगा फेरि ठाउँमा आइपुगिसक्यो होइन। यस्तो पुरै भिजेँ। अब के नभिजे पनि यस्तै छ जिन्दगी। अब चाहिँ लुगा चेन्ज गरेर गइहाल्नुपर्छ। सजिलो फाइनली लुगा लगाएर रेडी भएर आइसकिसकेँ होइन। हेर्नुहोस्, अब चाहिँ म काममा छिर्छु। काम सकेपछि फेरि भ्लग बनाउँछु। गाइस फाइनली अब काम सकियो, घर गइन्छ, रामेन किन्या पकाएर खाइन्छ। काम सकियो बल्ल बल्ल। अब म लुगा चेन्ज गर्दिनँ, यही लगाएर टुटु कुद्न पर्ने हुन्छ, किनभने मेरो दिउँसो लुगा सब भिजेको छ। यहाँनिर साइकल लिने ठाउँमा आइसकेँ। यही ट्राफिक लाइनमा पर्छु कि बिहान काममा जाँदा पनि बेलुका काममा जाँदा पनि। यो चाहिँ खानलाई एकदम धेरै बेर लाग्छ हेर्नुहोस्। अनि यो चाहिँ म हो, यही मेरो हालत यस्तो भइसक्यो। अहिले चाहिँ यस्तो ठुलो पानी पऱ्यो, सिम पानी पऱ्यो। अब यो हप्ता र अर्को हप्ता पुरै पानी देखाइरह, के दिमाग खराब गराउने भयो पानीले पनि। फाइनली घरमा आइपुगेँ। घरमा आउँदा मेरो थोप्राइनुहोस् यस्तो भइसक्यो। र म चाहिँ अहिले लिफ्टमा छु, मेरो चाहिँ 4 फ्लोरमा मेरो रुम चाहिँ। म जाँदैछु गाइस, हेर्नुहोस् यस्तै छ जिन्दगानी विदेशमा सुक्खा काछार। गाइस हेर्न सक्नुहुन्छ मेरो घरमा यति भाँडा छ, यति सबै भाँडा माझेर अब म रामेन पकाएर भात खाएर सुत्नुपर्छ। अब म चाहिँ भाँडा मान्न थालेँ। चाहिँ फाइनली भाँडा पनि माझेर भ्याएँ। अब पकाउनु पर्ने हुन्छ रामेन पकाएर खानुपर्छ। के गर्नु, यस्तै छ गर्नु, विदेशमा यस्तै छ हेर्नुहोस्, दुःख साह्रै। अब के गर्नु भनेर भएन, दुःख गर्ने आएको, दुःख त गर्नै परिहाल्यो नि, केही छैन होइन। यस्तै हो कि अब घरबाट फोन गरेर पैसा चाहियो भने त छ्याउ हुन्छ नि त, यस्तो काम गरेर ऊ गरेर। अनि त्यही भएर मान्छेहरू के धेरै हुन्छ नि, मान्छेहरू विदेशको मान्छेहरू सुसाइड गर्छन् कि। त्यो हुन्छ नि, अब घरमा कुनै प्रेसर भयो, अब यता कामबाट आउँछ धकेला आएर, अनि त्यसपछि अब घरमा खाना बनाउँदैन, अनि खाना बनाएर खानु पऱ्यो, गर्नु पऱ्यो भन्दा मुर्दिउँ भन्ने हुन्छ कि मान्छेहरूलाई। त्यही भएर नेपालमा भएको मान्छेहरूले चाहिँ बुझिदिनु होला, विदेश गएको भन्दैमा पैसा कसैले पनि कमाउँदैन त्यस्तो धेरै। स्टुडेन्ट लाइफमा त अझै कमाउँदैन कि। अब कमाउन त कमाउँछ, यहीँ खर्च हुन्छ कि, खर्च हुन्छ, यता हुन्छ, सकिन्छ। अब के गर्ने, यस्तै छ जिन्दगी। अब चाहिँ म रामेन पकाउँछु, अनि रामेन खान्छु, अनि यो लुगासुगा चेन्ज गर्नु पऱ्यो, अनि सुत्ने हो। एक्सप्लेन गर्नै सक्दिनँ। देख्न सक्नुहुन्छ फाइनली रामेन पनि पाकिसकेको छ। अब चाहिँ म यसलाई खान्छु। ओ माई गड, यस्तो मिठो भएको छ कि कुरा नगर्नुहोस् क्या। सक्नुहुन्छ यो चाहिँ आजको मेरो खाना, यो रामेन भयो, अनि यो भात, यो खाइन्छ अब टन्न गम गम।
अनि सुतिन्छ। तपाईँहरू पनि सुत्नुहोला। अनि मेरो च्यानललाई लाइक सेयर र सब्सक्राइब गरेर चाहिँ नभुल्नुहोला। अनि यो रामेनको रेसिपी चाहिए म भोलि बनाएर हालिदिन्छु। कमेन्ट गर्नुहोला। बाई बाई, गुड नाइट।